ल कविताजी पहिला सुरुमा तपाईँ 24 घण्टाको अन्तरमै दुईवटा यति ठूला हिमाल चढेर संसारकै ठूला अग्ला हिमाल चढेर फर्किनु भएको छ। पहिला अनुभव थोरै सुनाइदिनुहोस्, कस्तो रह्यो? थ्याङ्क यू सो मच दया। अनि सबैजना यहाँ जो जति पनि उपस्थित हुनुभएको छ मेरो यो सेलिब्रेसनमा सहभागी हुनको लागि सबैजनाले एकदमै धेरै धन्यवाद। अलिकति कुर्नु पर्यो है, माथि वेदर बिग्रेर मलाई पनि कस्तो गाह्रो भएको थियो, आइदिनु भयो, धन्यवाद। अनि एक्सपिरियन्स त अब के हुनु है, सँगैको साथी अब मरेको छ त्यहाँनिर, कसैको औँला खाइदिएको छ 3टा, त्यो अब सम्झिनै मन छैन त्यो कुराहरू त। तर जे सोचेको थियो, जे सपना देखाएको थियो, त्यो चाहिँ पुरा भयो। अनि खुसी छु। मलाई चाहिँ एउटा के स्क्रच पनि भएन, अलिअलि यो डरा छ उयसले। यस्तो थियो हिमालमा, यहाँ चाहिँ मरिँदैन भन्ने चाहिँ थियो। अनि त्यो सगरमाथा आरोहण गरे फर्स्टमा चाहिँ पहिलोचोटि। अनि त्यो गरेर ठ्याक्कै साउथकोमा फर्किँदाखेरि चाहिँ हामी 3जना थियौँ। 3जनाले चाहिँ सोचेको थियो हाम्रो कम्पनीबाट कि 2टा हिमाल चाहिँ एकैचोटि चढ्नु भनेर। अनि 2जनाले चाहिँ सकेन, उठ्नै सकेन उनीहरू चाहिँ। हामी अब यहीँ रेस्ट गरेर भोलिपल्ट क्याम्प 2 फर्किने भन्यो। मलाई पनि यस्तो गिभअप गर्न चाहिँ मन थियो, तर 6 घण्टा जति सुते। फेरि क्याम्प 2 मा एक दिन अगाडि एकजना शेर्पा दाइ सुत्नु भयो, सुतेको सुते गर्नुभयो, उठ्नु भएन होइन। सुत्न डर लाग्यो मलाई फेरि। अनि एकजना टेन्ट पार्टनर राखेर अनि एकछिन 6 घण्टा सुते। अनि अब चाहिँ लोक्से चढ्नुपर्छ भनेर गए, चढे, भुत चढ्यो त्यतिखेर। होइन प्लान थियो, प्लान गरेर गएको, तर त्यहाँ पुगिसकेपछि चाहिँ सबैजनाले लोक्से चाहिँ गिभअप गरेको थियो कि। अनि जसले चढ्ने भनेको थियो हामीले सोचेको थियो उनीहरूले चाहिँ, तर जो सक्यो गरे। सगरमाथाको मात्र थकाइले पुगेन, लोक्सेसम्म नि पुग्यो। हजुर, लोक्से चाहिँ फेरि कतिजनाले थाहा छैन, हाम्रो के भन्छ चौथो सबैभन्दा ठुलो हिमालमा 4थो नम्बरमा पर्छ लोक्से चाहिँ। अनि सगरमाथाकै ठ्याक्कै छेउमा छ, एकदमै राम्रो। सगरमाथा भन्दा नि राम्रो लाग्यो हिमाल हो मलाई चाहिँ लोक्से। कति समय अगाडिदेखिको प्लानिङ थियो तपाईँको चाहिँ सगरमाथा चढ्ने? यो खासमा भन्नुपर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन। अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै, अनि माथि अन्नपूर्ण रेन्जमा गरेको। अनि त्यो हिमालले बोला जस्तो फिल भएको कि तपाईँको 45 दिन बस्दाखेरि। अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो, उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको। दिदीसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है, यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई। अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ, हाम्रो शेर्पा दिदीले गर्नुभएको। अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ। जिन्दगीमा एकचोटि चाहिँ के रहेछ यो, एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई। अनि त्यहाँबाट चाहिँ यसो जोस आयो 6 महिना अगाडि एक्लो मुभीको सुटिङमा। हजुर, यो 24 घण्टामा चाहिँ 2टा अवसर गर्नु भनेको चाहिँ कस्तो? जस्तै तपाईँ सगरमाथा चढ्नुभयो पहिला होइन, अनि त्यस पछाडि तपाईँ कति तल झरेर माथि जानुपर्ने हुन्छ, कस्तो हुँदो रहेछ? कस्तो हुन्छ भन्दा तपाईँको सगरमाथा यहाँनिर छ, लोक्से यहाँ छ, नोक्से यहाँ छ। अनि क्याम्प 1, क्याम्प 2, क्याम्प 3, क्याम्प 4 हुन्छ होइन। अनि क्याम्प 4 साउथ पोलबाट सगरमाथा जान्छ, ठ्याक्कै यता लोक्से फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ। अनि लोक्से फेसमा तपाईँको क्याम्प 4 हुन्छ। फेरि सगरमाथा चढेर अनि साउथ पोलमा क्याम्प 4 मा झरेर लोक्सेको क्याम्प 4 मा पुगेर अनि त्यसपछि पिकमा जाने हो कि। अर्को धेरै झर्नु पर्दैन, क्याम्प 4 to क्याम्प 4 झर्नुपर्छ। कहिले फिल भयो तपाईँलाई त हिमाल चढिरहेको ला म त नसक्ने रहेछु, गलेको फिल होइन, गिभअप गरिदिनु कि खालको फिलिङ्स आयो होइन? मलाई एउटा ठाउँमा लोक्सेमा चाहिँ एकदमै डर लागेको, किन भन्दा खुम्बु आइसफल एकदमै डरलाग्दो ठाउँ है त्यो। हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ, खसिरहेको छ, साथमा गएको छ, त्यो लकले बस्ने ठाउँ हो। अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ, रोमनियन। अनि उहाँको गाइड चाहिँ मेरो शुभचिन्तक रहेछ, हामीले फोटो पनि खिचेको थियो सँगै। उहाँले नै रोमनियनले नै खिचिदिनु भएको थियो क्या। अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोक्सेमा भेटाएँ। अनि मैले नागेर जानुपर्ने थियो क्या। अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ। अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो, त्यो मान्छे त्यसो पर सुतिरहेको। अनि अरू लास्ट त अब बोलेको थिएन, त्यो मतलब भएन। त्यो मान्छे चाहिँ बोलेको, उसले मेरो फोटो पनि खिचिदिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भयो त्यो लोक्सेमा चाहिँ। तपाईँ टोटल्ली त्यहाँ माथि गएर आउनेसम्म धेरै नै लास भेटिँदो रहेछ? अलिक गफ खाना जस्तो हुन्छ, तर अति नै थियो।